10 वर्ष भयो तपाईँहरू भेटेको? भयो होला जस्तो 8 के सिलसिलामा भेट भयो त्यो बेला? हाम्रो चासो भन्ने एउटा प्रोजेक्ट थियो, एउटा सर्ट फिल्म त सर्ट भन्दा 1.5 घन्टाको थियो, अँ, तर जनचेतनामूलक टाइपको हुन्छ नि त्यस्तै होइन। त्यो भेट कस्तो थियो सुनाउनु पहिला, फर्स्ट भेट कस्तो थियो? मलाई त्यस्तो उयो याद छैन। अब मैले उसलाई फर्स्ट टाइम देखेको चाहिँ मैले उसलाई नै भनेर होइन, त्यसको चाहिँ हामी त्यही स्क्रिप्ट रिडिङमा थियौँ सबैजना होइन, ऊ चाहिँ आइपुगेको थिएन, क्यारेक्टर सब फाइनल भइसक्यो थियो, भेटघाट पनि थिएन, त्यहाँ शुभ मिडियाबाटै गरेको प्रोजेक्ट थियो। एउटा कहाँ बसेर हामीले होइन त्यो पुतली सडक कतातिर एउटा होटल हो कि केमा रुममा बसेर डिस्कस गरिरहेको थियौँ रेस्टुरेन्टमा अनि हामी केमा जस्तो लागिरहेको छ। अनि त्यसपछि उसको एन्ट्री हो क्या, त काट लाएको थियो क्या अरे होइन, सेतो सेतो टी सर्ट प्यान्ट के लगाएको थियो आइ गर्दै क्या। पहिलादेखि यस्तै हो? पहिलादेखि नै यस्तो भयो क्या, अब दाइहरूलाई चिनेको थिइनँ, म छक्क कुशललाई चाहिँ चिनेको थिएँ। अब आफूले चिनेको मान्छे देखेपछि एक्साइटेड हुन्छ नि त। अहिले मलाई छेउछाउको कोही पनि याद भएन, कुशल देखेँ म एक्लै छु भन्ने भइरहेको थियो। कुशल देखेपछि आफ्नो मान्छे भेटेको फिल भयो नि त। अनि म गरेर दाइले चाहिँ कस्तै रहेछ यो त परेदेखि छक्क पऱ्यो होइन, कुशलले फेरि जोकेटले चिन्दो रहेछ त्यस्तो भएछ क्या दाइले चाहिँ।